हेलो गाइज, गुड मर्निङ। आज मैले बिहान लौका करेला बनाउँदैछु। यसले चाहिँ यति राम्रो तरिकाले छिल्छ नि लौकालाई, देख्न सक्नुहुन्छ कति राम्रो तरिकाले छिलिन्छ कि यसरी छिल्ने। अनि छिटो पनि हुन्छ कि गाइस, चक्कुले तास्न भन्दा यसले चाहिँ राम्रो तरिकाले पाक्छ कि गाइस, पाक्छ भन्न आयो, छिल्छ कि गाइस। प्याज रेडी भइसकेको छ, लौका पनि रेडी भइसकेको छ। यहाँ चाहिँ बिहान मेरो बुढोले गिटार बजाउँदै हुनुहुन्छ। मर्निङ देख्न सक्नुहुन्छ, मर्निङको सुरुवात। गुड मर्निङ गाइज भन्नु। गुड मर्निङ गाइज एन्ड गाइज मी। खाना पनि रेडी भइसक्यो गाइस, म बनाउन जाँदैछु। फाइनली गाइस नुहाएर पनि आइयो, नुहाइदै गऱ्यो। यी बुढो बिहान उठेर राम्रोसँग मुख पनि धुनु नि नयाँ, नुहाउनु पनि भएको छैन। रेडी भइसक्यो गाइस, अब म बजार जाँदैछु। हामी अब बाहिर जाँदैछौँ। मेरो बुढो र म आज जाँदैछौँ घुम्नको लागि बाहिर गाइजहरू। हिन्दूपुर जाने हाम्रो घरबेटी अङ्कल हो। हाम्रो कार पनि आइसक्यो फाइनली गाइस, बसिसक्नु भएको छ। हेलो गाइस, हामी खाना खानालाई होटलमा जाँदैछौँ। म यहाँनिर बस्छु, तपाईँ देख्न सक्नुहुन्छ गाइस। लास्टै थाकिसकेको छु, यस्तै भइसकेको छ गाइस, भोकले भोक लाहा हुन्छ गाइसहरू। लास्टै भोक लागिसकेको छ। अब हामी एकछिनमा खाना खान्छौँ, तपाईँलाई देख्छु। लास्टै भोक लाग्यो। मिठो लाग्छ नि। छैन, कोक चाहिँ मलाई चाहिने हो कि यो चाहिँ मलाई चाहिने यो लिएर आएको गाइस। यो चाहिँ निम्बिया सोप। माइ गड गाइस, बेलौटी कति दामी छ डिमान्डमा। चढेर जाँदैछौँ गाइस, लिफ्टमा हामी जाँदैछौँ गाइस, माथि फ्लोरमा जाँदैछौँ। काली काली देख्छ त मधेरी जुम गर्नु न, गोरी देख्नु कस्तो होला कपाल पछाडि राम्रो छ। कागज लगाउनु कि एउटा पनि लगाउनु भयो, धेरै नगर्नु। फोनबाट पनि देख्न सक्छ।